हाम्रो यस च्यानलमा यो चाहिँ हाम्रो फेस इट्टा हो। यो चाहिँ पाकेको इट्टा हेर्नुस्, देख सकते हो। हेर्नुस्, यो इट्टा चाहिँ यो हाम्रो चाहिँ रिक्सा हो। रिक्साले चाहिँ 300 इट्टा 300 इट्टा गर्छ। यसरी यो चाहिँ पाकेको इट्टा हाम्रो चाहिँ काम भइरहेछ मर्निङ टाइममा। यसरी यहाँ पनि यसरी रातो रातो इट्टा फेस इट्टा हेर्नुस्। रातो रातो इट्टा यसरी काम हुँदैछ। हेर्नुस्, यसरी चाहिँ इट्टा यो चाहिँ स्टकको लागि हो। स्टकको लागि इट्टाले निकाल्दैछन्। त अगाडिको चाहिँ भराइएको लागि टेम्पोमा एकदमै राम्रो राम्रो रातो रातो इट्टा। से 50 इट्टा धेरै यसरी सरी कन्थन ल्याउँछ। हेर्नुहोस्, यसरी चल्छ। यसरी ब्याग पनि हुन्छ अहिले चाहिँ। यसरी ल यसरी गयो कान्छा गयो मक्का पनि जान्छ। हेर्नुहोस्, यसरी सारा यो चाहिँ काँचो इट्टा है। काँचो मेसिनबाट निक्लेको इट्टा। हेर्नुहोस् कति फ्रेस छ है। यसरी काँचो केटाहरूले काम गर्दैछन्। काँचो इट्टा ट्रकमा लोड हुनको लागि, ट्रक चाहिँ इट्टा लोड गर्नको लागि आएको ट्रक। बिहान अहिले 6:15 भयो। गौरी शंकर पार्वती सप्लायर्स। सरी लोड भइरहेको त काम भइरहेको ट्रकमा चाहिँ लोड हुन्छ कन्भेयर बेल्टमा। काकु के हुँदैछ? इट्टा लोड हुँदैछ? तपाईँ के गर्दै हो त? यस्तै हो, बस्यो नि। कान्छ ओइ दाइ 4वटा इट्टा दिन त दे त दिन त। ओइ 4 इट्टा दे त इनके दे त न, यहाँ राख्दा त दिनु न। बजाउनु त काका, इट्टा कस्तो छ हेरौँ। बजाउनुहोस् त, तपाईँ पुरानो मान्छे बजाउनुहोस् त। चाम्रो माथि हो, प्यालो माथि हो। अलि बेसी बजाउनु न, जोडसँग बजाउनु न। चाम्रो माथिको हो, ल जोडसँग बजाउनु न। जोडसँग फलाम जस्तो हो। फलाम जस्तो ल। सरी ल, यो चाहिँ हाम्रो इट्टा ल हुनको लागि। ए बुढो